Hello guys, welcome to my mini vlogs. अहिले अब बेलुका चाहिँ अब पानी परेर बिजोग गाइस यहाँ चाहिँ कत्रो पानी पनि पर्छ छक्कै। अब आजले चाहिँ हामी तल चार्ज गर्नु फोन लगेको गाइसहरु, त्यही कारण आफ्नो घरमा त अब लाइट छैन, 9 महिना भएर अब लाइटै छैन र के गर्नु। अब त्यस्तै छ गाइसहरु। अब चार्ज गर्नु तल अर्को घरमा लानु पर्ने, आफ्नै घरमा, तर तल छ त्यो चाहिँ गाइस। यस्तो छ अब जंगलहरु, के गर्नु। अब त्यहाँ हेर्नुस् माथि, अब माथि उकालो आम हेरि नसक्ने गाइस, के गर्नु। अब यस्तै छ भिलेज। अब भिलेज चाहिँ भन्नुलाई नि अब गाउँ बस्तीमा भिलेज त के गर्नु। अब नेपालीमै गाउँ बस्ती भनेको यस्तै हुन्छ गाइस। गर्नु अब काम गर्नु पर्यो, के गर्नु पर्यो। हिँड्नु पर्यो, रोड छैन, रोड माथि गाइस, यहाँ भन्दा माथि छ, अनि यता पनि माथि नै छ। अब हाम्रो घर त तलै हो गाइस। रोड निस्किन आँट्यो अब चाहिँ, तर रोड पनि गाइस बाटो जस्तै लाग्छ। म त अब तपाईलाई कस्तो लाग्छ कमेन्टमा भनिदिनुहोस् होला रोडको बारेमा। अब रोड जम्मै भित्केर केही छैन, अब बेसी पानी परेर हो कि कच्चा खुनेर हो कि त्यो चाहिँ याद भएन गाइस। अब रोड चाहिँ यस्तो छ। अब हाम्रो चाहिँ यो गाउँको चाहिँ अब बगालले गाउँको भन्नाले यस्तो छ रोड चाहिँ। अब गाइस हेर्नुहोस्, रोड चाहिँ कडा छ। अब यो त खास तपाईँहरूले स्टार्टिङ मात्रै देख्नुहुँदैछ गाइस। रोड खुनेको हो कि बाटो अब म त बुझेको छुइनँ। अब यस्तोमा त अब बाइक पनि कहाँ छिर्छ होला, छिर्दैन नि गाइस। यहाँ त छिर्छ होला, तर अब अलिक अरू जग्गाहरू गाइस। यहाँ तलतिर हेर्नुहोस्, भिड चाहिँ भिडै छ, तर राम्रो छ जग्गा, राम्रै होला गाइस। हेर्नुहोस् न गाइस, रोडको बिचमा पनि अलैँची रोपेको छ छक्कै। अब गाइस रोड यस्तो छ र नि, तर अनि वातावरणहरू राम्रो छ। यस्तो छ यता घाँसहरू उम्रिसकेको छ यहाँ चाहिँ गाइसहरू। गाइस यस्तोलाई रोड भन्छ र? रोड त भन्दैन होला। अब म त केही बुझ्नु पनि सकिँदैन, रोड हो कि अब बारी हो छक्कै। अब म त गाइस यहाँ त मकैहरू भर्खर अब हुँदैछ, के गर्नु। अब यहाँ त गाइस स्कुटी बाइक त कुद्छ कि, तर कुद्दैन, मलाई पनि याद भएन। यत्रो बाटोमा त के कुद्थ्यो होला स्कुटी र रोड त। अब हेर्नुहोस् यहाँ मुनि, अब यहाँबाट छक्कै रोड त गाइस। हेर्नुहोस् हरालो नि गाइस, यसरी जानुपर्छ। अनि अब गाइस अब लेक पर्छ, लेकमा चाहिँ यस्तो घाँस पनि पाउँछ। यसलाई चाहिँ गोबुन भन्छ, गोबुन घाँस भन्छ। अब यस्तो छ भित्केर रोडहरू, रोड चाहिँ रोडै हो तर भित्केर गाइस। तल अर्को घरमा हामी पुग्नु आँट्यो। अब कति 2-3 मिनट लाग्छ होला गाइस। गाउँघरमा त यस्तै दाउराहरू बाल्छ। अब बजार एरियामा पो ग्यास छ र ग्यास बाल्छ, गाउँघरमा त यस्तै हो गाइस। यहाँबाट चाहिँ राम्रै देखिन्छ भ्यू, तर गाइस अहिले खोला धमिलो भएर तल पनि अब अस्ति ठुलो बाढी आएर गाइस पुलै उडै पठाएछ। अब बनाउनु हुँदै होला सरले। अब हाम्रो घर चाहिँ त्यो ब्लू छ नि, हो त्यही हो। यहाँ हेर्नुहोस् भिरहरू कडा छ गाइस, भिरहरू यता अब यतातिर, यता अब माथि पनि हेर्नु सक्नु तपाईँले, माथि गाउँ। यो चाहिँ हाम्रो गाउँ, तर यहाँबाट देखिँदैन, यता चाहिँ अर्को गाउँ गाइस। हरालो झर्ने बाटो चाहिँ यस्तो छ हाम्रो चाहिँ। अब हाम्रो त पाहाडमै पर्छ। अब गाउँहरू पनि घरहरू पनि अब यस्तोमा हिँड्नुपर्छ। प्लेन साइड भए बहुत छेउमा हिँड्नु मजा आउँछ, तर पाहाडमा पनि मजै आउँछ गाइस। हेर्नुहोस् यहाँबाट लड्यो भने 1 मिस्टेक गेम ओभर भन्छ नि गाइस, त्यस्तै हुन्छ नि गाइस। हेर्नुहोस् हरालो। फाइनली गाइस घर पुग्यो। अब घरमा चाहिँ फोन चार्ज गर्नु आएको गाइस। अब गाइस तपाईँहरूले लहरे आँप त देख्नु भएको छैन, लहरे आँप चाहिँ यस्तो हुन्छ गाइस, हेर्नुहोस् होला। अब घरमा फोन चार्ज गरेर चाहिँ माथि घर लाग्नुपर्छ। अनि फोन चाहिँ यहीँभित्र चार्ज गर्नुपर्छ, मध्य अन्धेरोमा गाइस। हेर्नुहोस् यहाँतिर
यसहरू यही हो घर चाहिँ अब बाहिरबाट हेर्दा दामी देखेको थियो होला गाइस अरे अब भित्र त अब यही हो यस्तो पेपरहरू च्याताएर भन्नु कि घरहरू भित्केर यस्तै छ अब गाइस अब बाहिर भ्यू त अब के हेर्नु अब यही अब भारतले यसरी हेर्नु सक्नुहुन्छ तपाईँहरूले तल खोला हेर्नुहोस् गाइस आज त बढेर केही छैन नि गाइस तल पुल पनि उडै लाग्यो अब बाँसको पुल बनाइरहेछ त्यहाँ अब गाउँकोहरूले कहिलेदेखि बनाउनु थाल्नु भयो कि आजदेखि ल गाइस बाई बाई एन्ड सी यू अगेन नेक्स्ट ब्लग्स एन्ड अब के भन्नु छ लाइक सब्सक्राइब एन्ड कमेन्ट पनि गरिदिनुहोस् होला अब यति नै मेरो ब्लग्स बाई बाई गाइसहरू